नमस्ते साथीहरु, आज तपाईहरु माझमा मैले एउटा नयाँ भिडियो लिएर आएको छु। यो भिडियो नयाँ भए तापनि यो फागुन 17 गते हामी ड्राई पिकनिक गएको दिन हो। यो गोदावरीमा हामी गएका थियौं। त्यस दिन अलि झरी नै परिरहेको थियो। करिब हामी 12 बजेतिर गोदावरीमा पुगेका थियौं। गोदावरी जाँदाखेरि चाहिँ बीचमा विभिन्न किसिमका झन्झटहरु आइपरेको थियो। त्योलाई सामना गर्दै हामी अगाडि गयौं। टिकट काट्यौं। टिकट काटिसकेपछि भित्र प्रवेशको भित्र प्रवेश गरे पश्चात मौसम अनुकूल नभए पनि हामीले गर्ने रमाइला खेलहरु अन्तिमसम्म हेरेर साथ दिनु होला। सितिसको के फुटाउनु तीनटै सिति एउटा तीनटा मलाई त मन पर्दैन सोल्टिन एउटा आइपुग्छ लास्ट अनि खाऊ मलाई यस्तै मन पर्छ लास्ट खाऊ न खाऊ मलाई खास ब्रेड मन पर्छ साच्चै हो त्यहाँ दिन्न आज खाऊ न एउटा हुन्छ के खाइ एउटा भइसक्यो के सारो यो मलाई मन पर्छ। सबैजना नमस्ते। हामी आज यहाँ गोदावरीबाट चाहिँ बोलिरहेको छौं तपाईहरु माझमा। हामी आज गोदावरीमा चाहिँ कसरी आइपुग्यौ त यहाँ के को विषयमा यो अब आज चाहिँ हामी सारेगामा कला केन्द्रबाट यहाँ हामी एउटा ड्राई पिकनिक मनाउने हिसाबले सबैजना हाम्रो यो कल्चर टिमबाट आएका छौं र यहाँ आउँदै गर्दा हामीले आज धेरै समस्याहरु नि फेस गर्नु पर्यो। जस्तै कि बिहान अब पानी पर्ला जस्तो सिजन थियो र हामीले पानीको के अनुभव पनि गर्यौं छिटाछाटी। अनि आउँदै गर्दा जो सानो अब कचक कुचुक पनि भयो, मतलब सानो एक्सिडेन्ट जस्तो टाइपको पनि भयो। अब तर पनि पानी पर्न सुसाइड पनि भन्छन्। हजुर सुसाइड पनि भन्छन् र पनि त्यही सुसाइडलाई नै अवलोकन गर्दै हामीले चाहिँ आउन त आयौं र आउँदै गर्दा जस कोही अगाडि कोही पछाडी गरेर अब ढिलै भए पनि हामी गन्तव्यमा चाहिँ आइपुग्यौं। सो अब आएर बस्यौं, रमाइलो गर्यौं। रमाइलो हुँदैछ। फोटो सेसनहरु गरिराछौं। हजुर एकदम। अबको के छ त कार्यक्रम? अबको कार्यक्रम चाहिँ हामी एकछिन नाचेर रमाइलो गरेर यो फोटो सेसन सकेपछि हामी यसो ठाउँहरु अवलोकन गर्नेछौं। यो ठाउँ अवलोकन गरे पश्चात हामी फेरि केही खानाहरु खाएर अनि फेरि अझै रमाइलो गर्दै हामी आफ्नो गन्तव्यतिर फेरि पुनः फर्किनेछौं। हामी म त यो प्रथम पटक आएको यो गोदावरी हैन। सायद तपाई त पहिला पनि आउनु भएको थियो होला। मलाई चाहिँ एकदमै रमाइलो लाग्यो। जंगलको बीचमा सबैजना फ्यामिलीहरु शनिबारको दिन आउनु हुँदो रहेछ। धेरै एकदमै रमाइलो लाग्यो। तपाईको अनुभव चाहिँ कस्तो रह्यो? हजुर मेरो अनुभव भन्नुपर्दा म यहाँ 2-3 चोटी आइसके पहिला पनि र यहाँ माथि चौरमा चाहिँ आइपुगेको थिइन अहिलेसम्म। जे तलतिर आएर घुमेर फर्किने गरेको थिए। यस एउटा पिकनिकको ग्रुपमा आउँदाखेरि एउटा जुन खालको रमाइलो पनि त्यही माथि अब कल्चरबाट आउँदाको जुन खालको हुन्छ त्यो अब पहिला आएको भन्दा आज अलि छुट्टै छ। पारिवारिक माहौल छ। सो रमाइलो लागिरहेको छ। अब आगामी आउने साथीहरुलाई के भन्न चाहन्छ? घुम्नको लागि के तपाई प्रेरणा गर्न चाहनुहुन्छ? एकदम अब आगामी आउने साथीहरुलाई चाहिँ अब एउटा पिकनिक स्पोट सर्ट टाइममा नै हामी रिच हुन सक्ने र जस धेरै टाइम कन्ज्युम नहुने र अब आउनको लागि छोटो समय लाग्ने। त्यो भएर अब एकचोटी सबैले आएर भिजिट गरिदिनु न अनुरोध गर्दछु। हस् तपाईलाई धेरै धन्यवाद। यहाँ लेखेको छ हैन, आफुलाई जे पर्छ त्यही गर्ने। पैसा पनि छ एक्टिङ गर्ने। पैसा चाहिँ त्यो चाहिँ पायो के प्राइस के है? कति जनालाई? एकजनालाई मात्रै हो। ओके अरु चाहिँ खास नगर है मलाई पर्छ। रेन्डम लितान्ने रेन्डम जान्ने हाम्रै यार गर भने चाहिँ पनि ल ल ल दाजुले के पर्यो त दाजुले के पर्यो ल खोलेन ल के पर्यो के पर्यो
8 पटक पुसअप गरे 2 3 गो 1 2 3 4 5 6 7 मेरै पालो हो तपाईको पाला ल खै त ढोके अरे के पर्यो होला ल है ल के पर्यो खाने बेला धुवाए के रहेछ कुकुर मरेर कुकुर कुकुरै भनेर भुग्ने सर कुकुरै भनेर कसरी यस्तो गर्ने यतिकै भुग्दा हुन्छ बस रे यतिकै भुग्दा हुँदैन दाइ कुकुर भुग्यो यसरी भुग्यो कसरी भुग्छ पैसा मलाई पर्यो भनेको त ल के पर्यो तपाईँ के पर्यो तपाईँलाई सहभागिताको लागि धन्यवाद बस त यो मलाई सही परेछ क्या होइन होला त यो मेरो जीवनमा मेल खायो नाच्ने रे नाच्ने यो सक्का जुरेर डान्स लगाएर डान्सै परेछ काली मलाई बनाउला चिरतीको छाला उडाउला पैसा पर्यो होला है 30 रुपैयाँ क्यास डेन्जर हुनुपर्छ अब त डेन्जर पैसा एक ठाउँ मात्र हो पैसा गइसक्यो अब पैसा गइसक्यो एक पिस रसबरी पछाडि चाहिँ रसबरी ल ल तपाईँको भाग्य राम्रो छ है ल रसबरी ल जोस्ना के पर्यो अर्को पटक प्रयास गर्नु होला अरे अर्को पटक पनि आउनु होला खै कता हो तपाईँको 20 रुपैयाँ क्यास 20 रुपैयाँ ल मान्छेहरूलाई चाहिँ भएन एक कप कोका कोला ल अब फाइनल है खतरा होला सरले बनाउँदै हुनुहुन्छ यो चाहिँ चिट भयो जस्तो यो त छान्ने नि चिन्ता छ नि त अझै चाडा रहेछ चाडा अनि सबैमा गर्दैन
तिमीलाई हेर तिमीलाई पक्कै नि यो ती एक्लै खान्छौ कि दुईजना चाहिँ के हुन्छ भरे एक्लै देखाइ देखास भन्यो नि खाने के निकालौ त तिमी त के हो सँगै लाग्यो भने 50 रुपैयाँ क्यास होइन होला यो त्यो 50 रुपैयाँ क्यास सर्ग भन्नु जम्मा के पर्यो सहभागिताको लागि धन्यवाद कतिवटा दुईटा थ्याङ्क यू धेरै भएको भए चाहिँ रमाइलो हुन्थ्यो ल सबैजनालाई धेरै धेरै धन्यवाद है ल क्यामेरा ए जुनै टिप्दा पनि हुन्छ अब आफ्नो तर हेड भन्दा चाहिँ सिधा हुनु पर्यो हेड भन्दा यसै गर्नु भएन अनि हेड भने नि हेडमा राख्ने है अनि नि भने निमा राख्ने टो भने नि टोमा राख्ने अनि फेरि शोल्डर भने शोल्डर राख्ने ग्लास भने ग्लास टिपिहाल्ने ल है टाउको ठोकिन्छ होला म भन्छु है हेड डेमो यो डेमो ल toe, knee, head, shoulder, glass. एउटा कम छ बरु Iya, boleh mana? Siap. Oh, भनेको बुझ्यो? यो त डेमो मात्रै हो नि त सरी बुझ्यो नि सुन्नु भयो तर हेड भन्दा यसरी हुनु भएन सिधै हुनु पर्यो है मैले टो भने नि टोरै हुनु पर्यो हैन अब ल अब यो त पक्का गेम है शोल्डर नी हेड टो हेड ग्लास ल एउटा ग्लास दिनुहोस् मलाई ल अब राख्नुहोस् फेरि राख्नुहोस् एउटा जो नी टो शोल्डर टो हेड ल एउटा मलाई दिनु ल सबै राख्नुहोस् सुरज आउट ल फेरि है हेड शोल्डर ल दुईजना shoulder head toe knees head shoulder head first second down ल यो मजा आउँछ है तपाईहरुलाई अन्तिमसम्मको कार्यक्रम कस्तो लाग्यो यदि मन पर्यो भने सब्स्क्राइब गर्नु होला च्यानललाई ल लाइक कमेन्ट्स गर्न नबिर्सनु होला र धेरै धेरै माया गर्दिनु होला भन्ने आशाका साथ आजलाई बिदा हुन्छु नमस्ते जय नेपाल।